सबैको मेरो छोरा जसरी अहिलेको अहिले मरेर गयो त्यसरी म पनि मर्नुपर्छ। जसरी मेरो छोराको अचानक मृत्यु भयो म पनि कुनै पनि बेला मर्न सक्छु। जसरी मेरो छोराले सबै छोडेर गयो मैले पनि सबै छोडेर जानुपर्छ भनेर मर्नुपर्छ भन्ने कुरा याद गरेर बस्यो। जब आफ्नो घरतिर जाने मान्छेहरू भेटायो उनीहरूलाई खबर पठायो। घरका सबै मानिसहरू शुद्ध वस्त्र लगाएर सबै तुरुन्तै भेला हुनु। सबै मानिसहरू घरका मानिसहरू त्यहाँ भेला भए। सबैले छोरा मरेको, लोग्नी मरेको, दाजु मरेको यस्तो देखेर सबै शोक र विलाप गरेर बसेन, बरु सबैले सम्झिराख्यो जीवन अनिश्चित छ, मर्नुपर्छ, हामी पनि एक दिन यसरी नै मर्नुपर्छ भन्ने कुरा बडो याद गरेर मरिसकेको छोरालाई त्यही खोला छेउमा दाह संस्कार गर्यो। त मसानमा जब दाह संस्कार हुन्छ नि त्यति बेला आफन्तको रुवावासी चर्को हुने गर्छ। तर त्यहाँ कोही मान्छेहरू पनि रोइराखेको छैन, शोक गरिराखेको छैन, बस सबैले मर्नुपर्छ भन्ने याद गरिराखेको छ। त्यति बेला एकजना मान्छे त्यहाँबाट हिँडिरहेको उसले यस्तो दृश्य देखेर ओहो यो के भएको, एकचोटि सोध्न जान्छु भनेर सोध्न गयो, यहाँ के भइराखेको छ? मेरो छोरा मरेको, दाह संस्कार गरिराखेको। तपाईको हो? म मृतकको बाबु। त्यो मान्छेले भन्छ ओहो आफ्नो छोरा मरिराखेको छ तैपनि तपाईलाई दुःख लागेन? के छोरा बदमास र मन नपर्ने चाहिँ पर्यो? भन्दा होइन होइन, मेरो छोरा राम्रो पनि छ, मन पनि पर्छ। त्यसो भए किन नरोएको त? बाबु चाहिँले भन्छ हेर्नुहोस् महाशय, जब समय बितेपछि सर्पले आफ्नो काँचुली फेरेर फेरि अर्को प्राप्त गर्छ, त्यसरी नै मानिसको समय भएपछि यो शरीरलाई त्यागेर अर्को शरीर प्राप्त गर्न जान्छ। फेरि मेरो छोरा मर्यो भनेर म रोइ कराएर न मरिसकेको मेरो छोराले सुन्ने हो, न बुबा नरुनुस् भनेर मलाई भन्न आउने नै हो। उसको जुन गति हो त्यही गति अनुसार मरेर गयो, त यहाँ शोक गरेर के गर्ने, विलाप गरेर के गर्ने? यस्तो जवाफ सुनेर बिस्तारै आमा चाहिँलाई सोध्छ तपाईँ को नि आमा? त्यसपछि त्यो मान्छेले भन्छ ओहो केटा मान्छे भनेको त अलिकति मन बलियो हुन्छ, तपाईँ त आमा, आफ्नो गर्भमा 8-10 महिना राखेर जन्माएको हुर्काएको त्यस्तो छोरा आज मर्यो, के तपाईँलाई शोक भएन, विलाप भएन? त आमा चाहिँले पनि यही जवाफ दिन्छ हेर्नुहोस् महाशय, जब मेरो छोरा मेरो गर्भमा बस्न आयो त्यति बेला आमा म आएँ भनेर खबर गरेनन्। जब अब मर्यो, मर्ने बेलामा पनि आमा म जान्छु भनेनन्। जसरी आयो त्यसरी नै गयो भने रोएर के गर्ने, शोक विलाप गरेर के गर्ने? बहिनी चाहिँलाई पनि सोध्छ, बहिनीले पनि जवाफ दिन्छ हेर्नुहोस् रोयो भने आफ्नै शरीर दुर्बल हुन्छ, जीर्ण हुन्छ, आफन्तहरूले पनि हेला गर्छ। फेरि म रोयो भनेर मेरो दाजुले नसुन्ने हो, न त बहिनी नरो भन्ने नै हो। उनको जुन गति हो त्यही गति अनुसार गयो, त मरेर के गर्ने, शोक गरेर के गर्ने? फेरि स्वास्नी चाहिँलाई सोद्धा पनि तिनले पनि यस्तै जवाफ दिन्छ हेर्नुहोस् महाशय, जसरी आकाशको चन्द्रमा देखेर
सानो बच्चाले मलाई त्यो चन्द्रमा चाहियो, त्यो चन्द्रमामा चाहियो भनेर जति रोए पनि उसलाई प्राप्त हुँदैन। त्यसरी नै मर्नेहरूको नाममा रुनी पनि हो। फेरि म रोयो भनेर न मेरो श्रीमानले सुन्ने हो न त नरो भन्ने नै हो। तिनको जुन गति हो त्यही गति अनुसार गयो त रोएर के गर्ने, शोक विलाप गरेर के गर्ने। त काम गर्ने महिलालाई सोद्धा तिनले समेत यस्तो जवाफ दिन्छन्, हेर्नुहोस् जसरी माटोको पहाडो एकपटक फुटिसकेपछि फेरि जोड्न सकिँदैन, त्यसरी नै मरेको व्यक्ति फेरि जिउँदो पार्न सक्दैन। फेरि रोएर न फर्कने हो न सुन्ने नै हो। उनको जुन गति हो त्यही अनुसार गयो त रोएर के गर्ने, शोक विलाप गरेर के गर्ने। यसरी मर्नुपर्छ भन्ने कुरा यति भित्रबाट याद गरिराखेको देखेर त्यो मान्छे अचम्ममा पर्यो। ओहो, आजको समयमा पनि यसरी मर्नुपर्छ भन्ने कुरा याद गरिराख्ने मान्छेहरू रहेछन्। धन्य धन्य भन्दै आफ्नो बाटो लाग्यो। हेर्नुहोस् त, मर्नुपर्छ भन्ने कुरा याद गर्न सक्यो भने यतिसम्म आफ्नो मनलाई सम्हाल्न सकिन्छ। नत्र त हाम्रै वरिपरि पनि देखिहाल्नु भएको होला नि, कोही छोरा मर्यो भनेर रुँदा रुँदा आँखा बिग्रेका, कोही आफन्तहरू मर्यो भनेर रुँदा रुँदा बहुला बहुलाई बनेका, कोही त शोक विलापले मानसिक अवस्था विक्षिप्त भएका, कोही त अझ मरेकाहरू पनि जति पनि छन्। त्यसैले मर्नुपर्छ भन्ने कुरा याद गर्नुपर्ने बुद्धको उपदेश हो। उपत्तिया सहेवेदं मरणं आगतं सदा। जब उत्पत्ति हुन्छ तब विनाश पछि पछि लागेर आएको हुन्छ। जब जन्म हुन्छ मृत्यु पनि पछि पछि आइरहेको हुन्छ। यति हो, कहिले हामीलाई समाउने हो कहिले फेला पार्ने हो त्यो थाहा छैन। मर्नुपर्छ भन्ने कुरा याद गर्नुपर्छ। भगवान बुद्धको समयमा एकजना कृषा गौतमी भन्ने महिला थिइन्। गरिब परिवारबाट धनी परिवारमा विवाह भएको कारणले गर्दा घरका सबै मानिसहरूले हेला र अपहेलना गर्दथे। समय बित्दै गएपछि तिनै कृषा गौतमीबाट एउटा छोरा जन्म भयो। जब छोरा जन्म भयो त सबै घरका मानिसहरूले गृहलक्ष्मी जस्तै मान्न थाल्यो, सम्मान गर्न थाल्यो। फेरि केही समय नबित्दै अर्को एउटा घटना के भयो त भन्दा कृषा गौतमीको छोरा मर्यो। जब छोरा मर्यो तिनले यो पत्याउन सकेन कि आफ्नो छोरा मर्यो। सबैले तिम्रो छोरा मरिसक्यो, अब गर्नुपर्ने संस्कार गर्नु पर्यो भन्दा पनि होइन, मेरो छोरा मरेको छैन, मेरो छोरा सुतेको मात्र, अहिले बिउजाइदिन्छु। अब छोराकै कारणले गर्दा आफूलाई घरका सबै मानिसहरूले हेला गर्न छोडेको, सबैले सम्मान गर्न थालेको, फेरि त्यही छोराको मृत्यु भएपछि अब आफ्नो हालत के होला। त्यही सोच्दा सोच्दा आफ्नो छोरा मरेको विश्वासै भएन अनि छोरालाई बिउजाउन खोज्यो। अब मरिसकेको कहाँ बिउजिन्छ र। त्यसपछि आफ्नो मरिसकेको छोरालाई काखी चापेर जहाँ वैद्य छ त्यहाँ दौडेर देखाउन गयो। भयो वैद्य, मेरो छोरालाई बिउजाइदिनु पर्यो। यसो नारी छाम्छ, नारी छैन अनि भन्छ तिम्रो छोरा त मरिसक्यो, मरिसकेको छोरालाई हामी बिउजाउन सक्दैन। कृषा गौतमी, यदि तपाईँ सक्नुहुन्न भने सक्नुहुन्न भन्नु न, म अर्को वैद्य कहाँ जान्छु भनेर जहाँ जहाँ वैद्य छ त्यहाँ त्यहाँ दौड्दै दौड्दै जान थाल्छ। एकजना भद्र पुरुषले देख्छ
र सोध्छ, यदि यी महिला यसरी यताउता दौडिराख्यो भने पक्कै बहुलाई हुन्छन्। अब तिनलाई भगवान बुद्ध कहाँ पुर्याइदिनु पर्यो। यस्तो विचार गरेर, हे कृष्ण गौतमी, के तिमी आफ्नो छोरालाई बिउजाउन चाहन्छौ? यदि चाहन्छौ भने लोकमा अग्रपुरुष हुनुभएका भगवान बुद्ध यहीँ नजिकै जेतवन बिहारमा हुनुहुन्छ, त्यहाँ जाऊ। तिम्रो छोरालाई भगवान बुद्धले बिउजाइदिनेछ। यस्तो कुरा सुनेर तिनी एकदम खुसी हुँदै दौड्दै दौड्दै भगवान बुद्ध कहाँ पुग्छ। भगवान बुद्धको पाउमा आफ्नो छोरालाई राखेर प्रार्थना गर्छ, भो भगवान, सबैले मेरो छोरा मरिसक्यो भन्छन्, तर मेरो छोरा मरेको छैन, मलाई थाहा छ। तपाईँ लोकका अग्रपुरुष, मैले सुने तपाईँले मेरो छोरालाई बिउजाउन सक्नुहुन्छ, यस्तो पनि सुने। भो भगवान, मेरो छोरालाई बिउजाइदिनु पर्यो। भगवान बुद्धले यसो बच्चालाई हेर्नुहुन्छ, बच्चा त मरिसक्यो। कृष्ण गौतमीलाई हेर्नुहुन्छ, कृष्ण गौतमी त विक्षिप्त मानसिक अवस्थामा। त्यस्तोलाई सत्य कुरा भनेर कसरी बुझ्ने, कसरी बुझाउने? भगवान बुद्धले तिनीप्रति करुणा राखेर तिनलाई बुझाउनको लागि अनि भगवान बुद्ध भन्नुहुन्छ, हे कृष्ण गौतमी, ठिक छ, म तिम्रो छोरालाई उपचार गरिदिउँला। त्यो औषधि बनाउनको लागि मलाई एक मुठी तोरी ल्याइदेऊ। त्यस्तो परिवारबाट ल्याइदेऊ जुन परिवारमा अहिलेसम्म कोही पनि मरेका हुँदैनन्। कृष्ण गौतमी आफ्नो छोरालाई उपचार गर्ने कुरा सुनेर ज्यादै खुसी हुँदै दौड्दै दौड्दै तोरी लिन गयो। श्रावस्तीको घर घरमा गएर एक मुठी तोरी माग्छन्। एक मुठी तोरी त सबैले दिन्छन्, तर यो परिवारमा कोही मर्यो भन्दा कसैको छोरा, कसैको छोरी, कसैको आमा, कसैको बाबु, कसैको को यस्तो मरेको कुरा सुन्दा 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 अन्तमा कृष्ण गौतमी झसङ्ग हुन्छन्। ओहो, यो संसारमा केवल मेरै छोरा मात्र मरेका रहेनछन्। संसारमा कसैको आमा मरेको, कसैको बाबु मरेको, कसैको छोरा, कसैको छोरी, कसैको जहान, सबै परिवारबाट मरेका रहेछन्। ओहो, भगवान बुद्धले मलाई यही बुझाउन खोज्नु भएको रहेछ। म सरासर भगवान बुद्ध कहाँ पुगिन्। भगवान बुद्धलाई भनिन्, भो भगवान, तपाईले बुझाउनु भएको उपदेश मैले बुझेँ। यो संसारमा मेरो छोरा मात्र होइन रहेछ, धेरै परिवारका धेरै मानिसहरू मरेका रहेछन्, मृत्यु हुनुपर्ने रहेछ। भगवान, अब मेरो छोरा मरिसकेको छ, मरेको मेरो छोरालाई उपचार गर्नु पर्दैन भनेर छोरालाई लिएर गर्नुपर्ने सबै दाह संस्कार गरिसकेपछि फेरि यस्तो अनित्य, यस्तो मर्नुपर्ने जीवनमा घर गृहस्थमा बसेर के बस्नु भनेर भगवान बुद्ध कहीँ आउँछ। भगवान बुद्धको शासनमा भिक्षुनी हुन्छ अनि दुःखमुक्त निर्वाण समेत पुग्छ। कृष्ण गौतमी हेर्नुहोस् त, आफ्नो छोरा मरेको वियोगमा झन्डै झन्डै बहुलाई बनिसकेको मरेको छोरालाई काखी च्याप्दै यता उता दौड्न थालिसकेको, तर बुद्धको उपदेश सुनेर तिनको जीवन धन्य भयो, कल्याण भयो। बुद्धकालमा त्यही श्रावस्ती नगरकै एकजना पटाचारा थिए। आफ्नै नोकरसँग प्रेम भएर भागेको, दुईटा सन्तान भइसकेपछि आफ्नो छोरालाई, सानो छोरालाई चिलले उडायो, ठुलो छोरालाई खोलाले बगायो, आफ्नो लोग्नीलाई सर्पले टोकेर मार्यो, आमा बाबु भाइ घर भट्केर मरेर एकै चिहान भयो।
यस्तो दुःखबाट बहुलाई बनेकी पटाचारा नाङ्गै नाङ्गै श्रावस्तीमा डुलिरहेका थिए। तर सबैले पागल 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 भनेर घृणा गर्नु बाहेक कसैले केही पनि गरेन, कसैले सहानुभूति पनि दिएन। जब भगवान बुद्ध कहाँ पुग्यो, भगवान बुद्धले तिनलाई यसरी सम्झाउनु भयो, हे पटाचारा, यो संसारमा कहिले आमा मर्यो, कहिले बाबु मर्यो, कहिले परिवार मर्यो, कहिले सन्तान मर्यो, कहिले को मर्यो, कहिले को मर्यो भनेर रुएर आएको त्यो आँसु मात्र थुपारेर राख्यो भने पनि अनन्त अनन्त जन्मका आँसुहरू थुप्रेर समुद्रभन्दा बढी भइसक्यो होला। के अझै रुन पुगे छैन? यस्तो भनेपछि ओहो, संसारमा सबै मानिसहरू मर्नुपर्ने रहेछ, जीवन अनित्य रहेछ, यस्तो कुरा बोध हुन्छ, पिछुनी हुन्छ। र पिछुनी भएको एक हप्तापछि एकपटक पहाडोमा पानी लिएर खुट्टा पखाल्न थाल्छिन् त पहिलो पानी राख्दा अलिकति बग्छ, सुक्छ। फेरि खुट्टा पखाल्नको लागि अर्को पानी राख्दा त्यो अलि उतासम्म बगेर जान्छ, सुक्छ। र फेरि अर्को पानी राख्दा त्यो अलिकति उतासम्म जान्छ, सुकेर जान्छ। पटाचाराको ध्यान अब त्यहाँ जान्छ। तिनले विचार गरिन्, ओहो, मानिसहरूको जीवन पनि यस्तै रहेछ। अलिकति पानी बगेर सुके जस्तै यहाँ मानिसहरू जन्म लिन नपाउँदै गर्भमा मरिराख्ने, जन्मिने बित्तिकै मर्ने, बालककालमै मर्ने कति छन्, कति छन्। पानी अलिकति उता बगेर सुके जस्तै यो जीवनमा युवा अवस्थामा, अर्धवयस्क अवस्थामा मरिराख्नेहरू कति छन्, कति छन्। अझ पानी अलिकति उतासम्म बगेर सके जस्तै वृद्ध कालमा मर्नेहरू पनि कति छन्, कति। चाहे बालक अवस्थामा होस्, चाहे युवा अर्धवयस्क अवस्थामा होस्, चाहे वृद्ध अवस्थामा होस्, मर्नु त पर्ने नै रहेछ। यस्तो कुरा थाहा पाइसकेपछि भित्र 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 विचार गर्दा 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 यही कारणले गर्दा पटाचाराले दुःखमुक्त निर्वाण समेत प्राप्त गरिन्। तिनको जीवन पनि धन्य भयो। त यसरी प्रिय